दिदी हामी कहाँ जाने हो जुत्ता लाएर भन्छु है क्या बाबु कहाँ जाने हो त्यसपछि रिसोर्ट 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 हेलो गाइज वेलकम टु आवर युट्युब च्यानल आज चाहिँ हामी इन्टरनेसनल म्युजियम पोखरा घुम्न आएका छौँ अगाडि व्हाइट टी सर्टमा मेरो दिदी यता नमस्कार नमस्कार यता येल्लो सुटमा चाहिँ मेरो वाइफ हजुर नमस्कार अनि यता सुट गर्दै हिँडेको चाहिँ मेरो हस्बेन्ड क्यामेराम्यान नमस्कार म्युजियमको सराउन्डिङ चाहिँ यस्तै छ हेर्नु होला बल्ल हामी भित्र जाँदैछौँ माछा पुछ्रे हो सरी माछा पुछ्रे यो चाहिँ हाम्रो मेरो मित्र यहाँको यो चाहिँ माछाहरू हुन् ल अब चाहिँ हामी भित्र इन्टर गर्न गइराखेको छौँ This is our museum. Mount Everest. यो होला कि लियो अघि तपाईँले अर्कोलाई बोलाउनु हेर त लडेको लियोनी ओ लियोनी Head east toward Pokhara. खै त अर्को हिरो वाउ अब वेदरै थियो बाबु के हातमा ब्याग छोडेर हात मैले बिहा गरेको प्रुफ हो यो भने Head northwest on Tapa Street. एउटा दुईटा तिनटा चारवटा पाँचवटा छवटा सातवटा जाडा Hello guys, welcome back to our YouTube channel. यता ब्याग बोकेर हिँडिरहेको छु म हामी फाइनल्ली नयाँ गाउँ रिसोर्टमा आइपुगेछौँ अलि भित्र जान्न पर्यो बाबुको विदेशबाट लिएर आएको पाउरै ओरिजिनल साइज हेर ओरिजिनल साइज हेर सर्टिफिकेट म त अर्कै भन्नु लाग्छ रेकर्डिङै गर्ने होइन अहिले गरेको थिएँ कि स्टप गरेको बाबु गरेको थिएँ होला अघि भर्खर स्टप गरेँ रिङ लाइट चाहिँ भइदियो रिङ लाइट पनि त्यसो यसो गर न त मोबाइल रिङ लाइट त्यहाँ राख
स्ट्यान्डै हुन्न नि त यहाँ तेरो कस्तो ठाडो उकालो उकालो छैन यहाँ यत्रो ओह्रालो छौ बेबी आई दिदी हेलो Welcome guys, sorry. ल बाबु भन अब हामी फाइनल्ली नयाँ गाउँ इको रिसोर्टमा पुगिसकेका छौँ। यो चाहिँ सारनकोट पोखरामा पर्दछ। एकदम राम्रो छ, हजुरहरू पनि भिजिट गर्न आउनु होला। म भर्खरै बस्दैछु बाहिरबाट मलाई थाहा भयो एकदम राम्रो छ होइन Hello guys, welcome to our eco resort. यिनको हेलो गाइजले हैरान भइसक्यो म के छ कहिले आउने हो? ल छिटो 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 है। हामी त आइपुग्यो होइन डग लभर त म पनि हो यो आइएम कन्फ्युज डग लभर त म पनि हो होइन तर यो दुईटा चाहिँ अति विधि गर्दो रहेछन् छोडा त एकचोटि बेबी बेबी आऊ आइ बेबी 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 आऊ बेबी आऊ यो यस्तो न Alex, Alex. Alex, how are you? How are you? Okay. कति उसकी एक्टी है कति मोटो कति भयो एक वर्ष हो हाम्रो नि यत्रै हुन्छ के यहाँ फेरि यस्तो स्थिति हो मोटो हो कि धकाली रहेछ राम्रो रहेछ अब रुममा जान यत्रो पहाड चढ्नु पर्ने हो दिदी पहाड भन्दैन नि लग गए यत्रो चढेर माथि जाने नहिँड्ने हेलो गाइस, अब अलिकति सिडी चढ्न भनेको यहाँ मेरो वाइफको सास फुल्लिसक्यो जस्तो नचढ्दै। हजुर सुन्यो वाइफ हेलो गाइस, फाइनली रुममा आइपुग्यो। फाइनली थ्याङ्क यू कस्तो राम्रो रहेछ I love white. यो दुईटा चाहिँ एकछिन रुममा एलेक्स बिना बस्न नसकेर उतु पार्दै मलाई तल ल्याए दुइटै उस्तै हो रुममा लगेर राखे हुन्छ क्या अब भ्यू याद आएन त्यसैले बरु बोकेर लान्थ्यो होला मलाई हाई बेबिज चलो टाइगर जस्तो देखिराखन् के अरे फेरि ज्याङ्गो आउनु पाएन हाम्रो सरलाई भोक लाग्यो रे हेलो गाइस अनि भुक्कड भाइलाई सपोर्ट गर्न भुक्कड दिदी फेरि यहाँ ठक्कै खानी होइन आफूले खानी होइन फेरि त्यस्तै हुन्छ यस्तो नखाइकन हो ज्यान त्यस्तो भएको आएर ज्यान भन्दैन उनीहरू पनि ज्यान भन्छ अब हामी ट्री हाउसतिर हिँडेको
एलेक्स फेरि सबसित लप्पर भइरहन्छ एलेक्स हाम्रो अजय सर पनि आइपुग्नु भयो अजय सर प्लिज मार्क्स हटाइदिनु होला रियालिटी होइन नि अङ्कलले खोजेको होइन अजयले खोजेको ठाउँ हो अझैले खोजेको भने पनि देखिसकेको अब आएर होइन म देखिसकेको हो रमेश अब वैशाख 18 गति युनिभर्सिटी होइन अब वैशाख 18 गति युनिभर्सिटी भएपछि 3 वर्ष अब कति आज कति 8 गति होइन अब 10 दिन त हो नि बस्दै ससुरालीले मार्छ ससुराली माथि इल्जाम हेलो गाइस बार्बिक्यूसँग थोरै पपकर्न पनि छ चटनी उयो वान्छ खाना आउनु होला खाइसक्यो नि त ल के हो उठाउ न बेबे यस्तो खानै चतुर खा कसो गरे कस्तो भोक लाग्यो बाबु चस गर न इगो चेस भर्खरै कनेक्ट भएर कुन दिन आएको यार यसमा आउने कनेक्ट गर्नु बस्दै बोल है भनेको लाइट क्यामेरा एक्सन अहिले हामी चाहिँ के अरे नयाँ गाउँ टुरिस्ट हो यहाँको चाहिँ विशेष स्पेसल चाहिँ हामी कालिज खाँदैछौँ उता बोल्ने थोरै पार्दै हुन्छ हजुर मलाई चाहिँ एकदम राम्रो लाग्यो ओके पापडवाली जस्तो देखेको छु र यो पापड सब यही चुल्लाइदिएको के यस्तो छ कि ठ्याक्कै पापड जस्तो छ खाना त मैले बुढो बर्दानै पाएको छु नि त फेरि सबै हो कि ग्रिन भेजिटेबल नि बाबु यो वाला ए सड्क्यो म गरम कि नगरम त्यो त दाइ यस्तो हो नि मैले त्यही भएर त म पनि किन चुप लाएर यता आएँ यसरी फेस टु फेस बस्नुपर्छ कहिले छेउमा बस्यो नि त्यसो गरेर कसले हेर्छ फेस टु फेस हेर्ने हो रिप्लाई आएन हजुर घाउले चुप लाएर मानस गल्ती त अड्किन लाग्यो बिचारलाई आधा दिनलाई पनि होइन ओहो भयो कि खाना खाऊँ न हो त्यही पनि त खाइरहेको छु के मजा त त्यहाँ मर्छु त त्यो त नबोल्नु भने पनि दाजु पनि रक गर्ने हामी दाजुबहिनीलाई चाहिँ हाँस्नलाई रिजन चाहिँदैन त्यसै रमाइलो हाँसेको हो भने पनि हाँसो लाग्छ हामीलाई हामी एकदम हाँस्यौँ के हुने गरी हाँस्यो मैले तर रमाइलो छ के हुने होइन के हुने गरी हाँस्यो हार्ट एट्याक आउने गरी हाँसेर हामी 2 दिनदेखि मलाई त म अगाडि छैन उता बोलाउँछ बाहिर हो भिडियो नगर भिडियो गरेर बसिदिन्छ बाबु गए बेलसितै बाँड्छ भन्दै ओयो हाई एलेक्स बाबु फेरि पाँट झर्छ भने होला पोजमा बसेर हात अब त धोयो क्या त अब चाहिँ हामी दिदी दादाको पोडकास्टमा जानु लाग्यो कोही रेडी हुँदैछ कोही सुज लगाउँदै होइसिन्छ दिदी दादा क्वेसनले रेडी होइसिन्छ रिङ लाइटले रेडी होइसिन्छ साँच्ची आजको पोडकास्ट चाहिँ हजुर सबभन्दा बेग्लै तर पहिलो पटक हामी चाहिँ पोडकास्ट किन हाँस्यो
मैले भनेको सदाभन्दा बेग्लै भनेको सदा चाहिँ हाम्रो भ्लग चाहिँ पोडकास्ट आउन कि अहिले चाहिँ पोडकास्ट चाहिँ फर्स्ट टाइमको पोडकास्ट भाइ बहिनीसित दिनको कुरा जनतासित भाइ बहिनीको कुरा दाजुभाइ दिदी दाइसित सारे पहिले तिम्रै मायामा परे पहिले चालु दाजु पनि Let's go! यहाँ चाहिँ हाम्रो दिदी दादाको चाहिँ पोडकास्टको लागि रेडी हुँदैछ हाम्रो अजय सर चाहिँ एकदम बेहाल रूपमा बसेर टिकटक हेर्दै हुनुहुन्छ एलेक्स सर चाहिँ बेहालमा हुनुहुन्छ पोडकास्ट निनिया छ हेलो भन्नु हेलो सबैलाई स्वागत छ हो यो भन्दा नमस्ते चाहिँ अलि नमस्ते भनेको राम्रो होइन भन्दैछु कार्यक्रम चलाउने मैले कि तिमीहरूले बाबु अलु त जब त लास्टै अझै त्यहाँ हेर त म देखेछ कि देखेँ सबै देखेछ यस्तो कमेडी देखिन्छ ल ल फाइनली हाम्रो पोडकास्ट भयो थकै लाग्यो कति बजी हिँड्दै राति कति बज्यो 1 बजी आज राति 11 बजे स्टार्ट गरेको 1 प्याकअप बजे हुँदैछ 4 5 अरू भन्दा नि अझै चाहिँ दुध थकित थियो उसलाई चाहिँ बहुत गाह्रो भएछ बाई नै तिमीलाई आउँदिन ल है गाइज अब चाहिँ हामी सुत्नु लाग्यो काम सबै सकियो हात मुख धोएर बिस्तारामा आएको बाई बाई ल बाई 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 बाई